अमेरिकाबाट अहिलेसम्मकै सबैभन्दा धेरै नेपाली डिपोर्टमा परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार डिसेम्बरमा मात्र 98 जना नेपालीलाई डिपोर्ट गरी नेपाल पठाएको छ। यो अहिलेसम्मकै एकै महिनामा डिपोर्ट गर्ने उच्च सङ्ख्या हो, जसमा 92 जना पुरुष र 6 जना महिला रहेका छन्। सन् 2025मा मात्र अमेरिकाले 468 जना नेपालीलाई देश निकाला गरी नेपाल पठाइएका छन्। तीमध्ये अधिकांश तल्लो बाटो हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको अमेरिकाको अध्यागमन विभागले जनाएको छ।